प्रिय दर्शकहरू नमस्ते, म डाक्टर कृष्ण कोइराला, यहाँहरूकै नाक कान घाँटीको थाइरोइड सम्बन्धी डाक्टर। र प्रश्न आयो, डाक्टर साहब मेरो कानको अपरेसन भएको लगभग 8 महिना भयो, अहिले पनि ठिक छ, जाली राम्रो लिएको छ, तर सुनाइ खास आएको छैन, के गर्ने होला भनेर भन्नुहुन्छ। कानको जाली टाल्ने अपरेसन गरियो, कानको जाली राम्रो छ र सुनाइ आएन भने दुईटा कुरा हुनसक्छ। एउटा कुरा कानभित्रको हड्डी ड्यामेज भएको हुनसक्छ, द्याट इज असिकुलर डिसफङ्सन या असिकुलर डिस्कन्टिन्युटी हुनसक्छ भनेदेखि अर्को भनेको कानको नसा कमजोर भएको हुनसक्छ या कानको सेन्सोरी हियरिङ लस भन्ने हुन्छ, सेन्सरी न्युरल हियरिङ लस भन्ने हुन्छ। त्यो दुईटामा एउटा प्रब्लम भयो। अब एक्चुअली फेरि सुनाइको जाँच गरेर हेर्ने, सुनाइ जब के खालको रिपोर्ट आउँदो रहेछ, मानौँ असिकुलर डिस्कन्टिन्युटी जस्तो आउँछ कि नसाको समस्या आउँछ, त्यो अनुसार फर्दर सल्लाह गर्न सकिन्छ। तर अब 3 महिनापछि त सुनाइ आउनुपर्छ, युजली सुनाइ 8 महिनामा आउनुपर्ने हो। एकचोटि तपाईँले सुनाइको जाँच गराएर हेर्नु, चिकित्सकलाई भेटेर पनि सल्लाह लिनुहोला, असल तथ्य थाहा हुन्छ। धन्यवाद। कहिलेकाहीँ सपोज सुनाइ नै आएन भने कानको मेसिन लाउन मिल्छ, आत्तिनु पर्दैन। धन्यवाद।